बाकी ये खूब नज़ारा है। ऐसे रास्ते रास्ते चलो यानी ये पहाड़ है। ये हम लोग पहाड़ में हैं, घूमने का मौज है भाई, मौज। लो जी लो जी लो जी, गोजी गोजी गोज। दाइले त हेर्नु त कत्रो राम्रो ढेकी बनाउनुहुन्छ यार। अनि यो बनाउने सिस्टम कहाँबाट छ हेरौ अलि। यो पानीबाट चल्छ यार। कस्तो दिमाग, नेपाली हो नि त फेरि। यहाँबाट पानी ल्याएर यहाँबाट यो गरेर यहाँबाट यो बनाएर यार, कस्तो दिमाग, वाह। हेर्नु त, यहाँ खोलाको पानीलाई ल्याएर खोलाको पानी यहाँ घुमाएर फेरि यो पानीलाई यहाँबाट घुमाएर यहाँ लाएर फेरि यो पालभित्र फेरि यहाँको एउटा बनाउने अनि यहाँबाट फेरि यो एउटा यहाँ बनाउने। कस्तो अम्मा यहाँबाट आएर यहाँ आएर लो यो पानी यहाँ गएर अनि यहाँ जान्छ यो खोलामा। भनेको यो खोला हो, यो पुल बन्दैछ। अनि यो दाइले अम्मा के राख्नु भएछ यार, धेरै मेहनत गरेर यो बनाउनु भएछ त। कति दिन लाग्यो? 6-7 दिन 7 दिन जति लाग्यो। 7 दिन। अनि यो मसिनले घुमाउँदा बन्दैन? मोटरले घुमाएपछि? मोटरले घुमाएको पनि बन्छ, तर पैसा खर्च पनि यसो खर्च गर्ने पैसा, तर यसमा चाहिँ कन्ट्रोल हुन्छ। ए बिस्तारै बिस्तारै नाच्छ, त्यसमा कन्ट्रोलै हुँदैन। ए अनि यो के कुन काठको हो भन्यो भने? यता त दार भन्छ यसलाई। के दार? दार। पश्चिमतिर चाहिँ गिठी भन्दो रहेछ। ए गिठी भारी हो। अलि म छुएर हेर्दा है, राम्रो छ यार। अनि यसमा के राख्न पाउँछ? यसमा दही दुध अरू केही? आफ्नो मर्जीले के राख्दा भयो भने। तेलहरू हाल्न मिल्छ? अनि अचारहरू? अचार चाहिँ अरू मिल्दैन होला। किन तेल हुन्छ? राख्दा हुन्छ कि राखेको छैन अचार चाहिँ? अनि तेल राखेपछि बग्दैन? अचार राखेको छ कि उहाँ घरमा हामीले, त्यही भएर थाहा हुन्छ। ए अनि यसलाई के भन्छ त? ठेकी। ए राम्रो छ। एक दिनमा कतिवटा यो बनाउनुहुन्छ? मसिनो 2-3 बनाइहालिन्छ। दिनभरिमा कति बिहान 7 बजे 10 बजेदेखि बिहान 5-6 बजे 6-7 बजे बनाए तो सब बुक गया। बेलुका कति बजेसम्म? 6-7 बजे। 3टा अभी 3टा, लेकिन मतलब अनि बीचमा कसरो खाल्टो पार्नुहुन्छ यार? ऐसे गरी घुमाएर तो सेल होता रहता है कहीं, होता ना सेल। तो दो ही, एक ऊपर है दो ये। कतिसम्म बेच्नु भयो आजसम्म? भर्खर बनाउँदै हो, बिक्री गरेकै छैन। कतिवटा बनाइहाल्नु भयो? अलि चाहिँ हुँदैछ 20वटा। छैन त्यति बनायो, 8-10 वटा हुँदैछ। 10वटा। अनि बिक छ बजारमा?
कन्ट्याक्टमा लानुपर्छ, कन्ट्याक्ट छ अलिअलि। ए कन्ट्याक्टमा लानुहुन्छ है? कतिमा बेच्नुहुन्छ एउटा? मूल्य हेरेर हुन्छ 2025 भारी है लाने। आहा ओ भयो रेडी भयो त्यो भयो। यो सबै काठैको हो है? अनि यो बिचमा त फाट्या हो अनि यो फाटेपछि त बग्दैन? डाल्नुपर्छ अरू काठले। के डाल्नुपर्छ? काठै हाल्नुपर्छ त्यसमा। टाफे? त्यस्तै काठकै पाउला ठोक्नुपर्छ क्या त्यसलाई। ए अब यिनीहरूको त काम हुँदैन यस्तो त है केही पनि। अब के आउँछ? बिर्को आउँछ? बिर्को पनि छैन भन्नु। अनि त यसमा बिर्को हाल्नुहुन्न? उयो बनाएको त हो त्यो हुँदैन होला। त्यही हो। ए बिर्को त्यो हो? खै त्यही त भने हुन्छ कि भने एउटा यता छ। राम्रो छ यार। राम्रो से तो है लेकिन भारी है तो भारी है। तो क्या हो गया भारी? अभी कच्चा है ना उससे भारी होता है। सूखेगा तो ये ऐसा ही रहेगा थोड़ा तो नहीं होगा। उसमें घी से वो घी से है ना